गाइज नमस्ते सबैजनालाई। आज चाहिँ हामी क्यामरेङ आइल्यान्डको फार्म हाउसतिर घुम्न आएको छौँ। यो चाहिँ क्यामरेङ आइल्यान्डको एउटा स्ट्रबेरी फार्म हाउस हो। यहाँ चाहिँ हामीले अनुमति मागिसक्यौँ अनि अनुमति दिनुभयो। यता जानु मिल्छ, फोटो खिच्नु मिल्छ, तर स्ट्रबेरी टिप्नु मिल्दैन भनेर भन्नुभयो। त्यही भएर हामी जाँदैछौँ फार्म हाउसतिर। यहाँ चाहिँ कति मजाले फार्मिङ गरेको रहेछ है। कति मजाले लाइनसँगले मिलाएर एकदम चट्टसँगले लाइन लगाएर चाहिँ रोपेको रहेछ स्ट्रबेरी। अनि फुलहरू पनि कति मजाले मिलाएर राखेको रहेछ। यहाँ चाहिँ मैले 2 डब्बा स्ट्रबेरी लिएको। मलाई चाहिँ खासै मन पर्दैन, तर मेरो साथीहरूको लागि लिएको, रुमको लागि। Who give this one? No give, buy mom. Yeah. अब चाहिँ हामी अर्को ठाउँ आइसक्यौँ। यहाँनिर त्यो अघिको ठाउँ घुमिसकेर यो पनि अर्को स्ट्रबेरी फार्म हो, तर यहाँ चाहिँ स्ट्रबेरी फार्म भन्दा पनि धेरै चाहिँ फुलको गार्डनहरू धेरै छ। यहाँ छिर्नु चाहिँ टिकट लाग्दो रहेछ। हामीले अब टिकट लियौँ अनि अब हामी चाहिँ चट्ट भित्रतिर लाग्दैछौँ। यो चाहिँ चाइनाको एउटा मान्यता रहेछ। यो केही विस आफूले गरेर केही यहाँनिर विस गरेर टाङ्ग्यो भने चाहिँ पुरा हुने भन्ने मान्यता रहेछ। तर विस पुरा हुन्छ हुँदैन त्यो त थाहा भएन। धेरै मान्छेले विश्वास गर्दो रहेछ यहाँनिर। यो कति धेरै छ कि यहाँनिर, कति धेरै विस गरेर लेखेर टाङ्गेको। चाहिँ घुमिसक्यो। अब फेरि अब हामी माथि जाँदैछौँ, माथिल्लो तलातिर घुम्नु।
चाहिँ सबैभन्दा माथिल्लो तलाको फुल गार्डन रहेछ। अब यहाँदेखि माथि चाहिँ गार्डन छैन, यही अन्तिम रहेछ। यो चाहिँ सबैभन्दा टप फ्लोर हो। यहाँ चाहिँ स्ट्रबेरी फार्मिङ गर्दो रहेछ। योभन्दा माथि चाहिँ के सबै स्ट्रबेरी फार्मिङ मात्रै रहेछ। कति मजाले मिलाएर फार्मिङ गरेको रहेछ के।